गाइज वेलकम टु माई ब्लग। आज चाहिँ त्यहाँ मेरो भाइ आउँदैछ अरे यता, त्यसलाई ट्रेन स्टेसन लिन जानु लाग्यो। खासमा भाइ चाहिँ भाइ हो, मेरो 6 महिनाले भाइ हो त्यो मभन्दा। तर मभन्दा 1 वर्ष अगाडि अस्ट्रेलिया आएको त्यो आउन चाहिँ। अनि कहाँ बस्थ्यो हौ त्यो, मैले ठाउँ पनि बिर्सेँ है, खै कता बस्थ्यो अहिले सोध्नुपर्छ। अनि भर्खर घरबाट निस्केर अब सेन्ट्रल आइपुगेँ। अब इस्ट व्याटफिल्ड ट्रेन स्टेसन आउँछु, लिन आइज भन्दै थियो। अनि ल होइन गइदिउँ न र। त्यो मभन्दा 6 महिनाले भाइ हो, तर 1 क्लास फेल जम्प गरेको थियो क्या। त्यही भएर अहिले मभन्दा 1 वर्ष भइसक्यो होला त्यो अहिले अस्ट्रेलिया आएको। मभन्दा 1 वर्ष अगाडि आएको त्यो पनि। अब त्यसलाई लिन हिँडेको ट्रेन स्टेसनबाटै भर्खर घरबाट निस्केर। हेरौँ त्यसलाई नभेटेको नि 1 वर्ष भयो यार। ठ्याक्क त्यसको भिजा लागेको बेलामा भेटेको थिएँ मैले। त्यसपछि त यसो फोनमा चाहिँ कुरा भइरहन्थ्यो, भेटेको थिएन। अब आज त्यो आउँछ अरे। अनि हेरौँ अब कस्तो चाहिँ भएछ त त्यो। 1 वर्ष भयो यार नभेटेको। अब हेरौँ ट्रेन स्टेसन लिन जाऊँ होइन। त्यो आइपुगे त छैन होला। ठ्याक्क म ट्रेन स्टेसन पुग्दा आइसक्छ कि। सेन्ट्रलबाट चाहिँ 10 मिनट 15 मिनट त लाग्ला नि। 5-10 मिनट लाग्ला, त्यत्रो नलाग्ला इस्ट व्याटफिल्ड आउन। मेरो कलेज पनि त्यही सेन्ट्रलमै हो यार। कलेज पनि देखाएको छैन। अब मेल आउँछ होला अब कहिलेतिर। अनि मेल आएपछि त हल्का मेल आएपछि त एकचोटि कलेज जानुपर्छ ओरिएन्टेसनको लागि। कलेज सुरु हुन पनि अझै टन्नै बाँकी छ यार। अहिले कति हो, जुलाई 21बाट कलेज सुरु हुन्छ मेरो। 1-1.5 महिनै होला अझै। अझ कति हो, 1-1.5 महिनै छ होला यार अझै कलेज सुरु हुन। त्यहाँ ट्रेन स्टेसन पुग्नै लाग्छ मलाई 5-10 मिनट। ठ्याक्क बाहिर कुदिरह्यो भने त भेटिन्छ पनि होला। अब पहिलो आएको दिन चाहिँ हराएको थिएँ। बिहान 9 बजीतिर हामी 9, साढे 9, 10 बजीतिर यता घर आइपुगेको थियौँ। अङ्कल लिन आउनु भएको थियो। म र अङ्कल आएको थियौँ नेपालबाट। अङ्कल पनि नेपाल आउनु भएको थियो। अनि सँगै त्यही डेटको फ्लाइट बुक गरेर अनि त्यहाँबाट सँगै आएको अहिले। अनि अब 9 बजीतिर आएर त्यही अनि घरमै बसिरहेको थिएँ। राति 8 बजीतिर फेरि म निस्किएँ क्या। यसो अब होइन ठाउँ बुझौँ के अब त्यो घर बसेर के हुन्छ भनेर निस्केको। त्यहीँ पार्कसम्म पुगेँ। पार्कसम्म चाहिँ सिधा गएँ पार्कसम्म चाहिँ। अनि त्यसपछि चाहिँ फेरि फर्किने बेला चाहिँ त्यहाँ भर्खर त्यो गल्लीसम्म चाहिँ आइपुगेँ। त्यही सिधा बाटो आएर त्यहाँ गल्लीसम्म चाहिँ आइपुगेँ। त्यो गल्लीबाट ठ्याक्क यहाँ छिर्या हो भन्ने चाहिँ थाहा छ घरबाट निस्किँदा। तर अब घरै नचिन्दिरहेको क्या। अब कता जाने भइदिरहेको थियो। अनि वहाँ माथि पुगेछु। 10 मिनट फेरि नन हेरेँ। सिधा हिँड्छु यो पनि होइन जस्तो लाग्छ, फेरि यता छिर्छु यो पनि होइन जस्तो लाग्छ। अब त्यतिखेर न अस्ट्रेलियाको सिम थियो। अनि हराएको भए त कन्ट्याक्ट गर्न मिल्थ्यो। अस्ट्रेलियाको सिम पनि थिएन। अनि अब कन्ट्याक्ट गर्न नि मिल्दैन थियो क्या। अब कसरी चाहिँ कन्ट्याक्ट गर्नु न कतै। अब नेट सेट राति 8-9 बजेको थियो होला त्यतिखेर त। तनाव भएर यार म त अब के गर्ने। अनि पछि फेरि अनि के सोचेँ, पछि बरु सिधा जान्छु त्यही ट्रेन स्टेसन। अहिले म जुन ट्रेन स्टेसन जानला त्यहीँसम्म पुगेको थिएँ क्या फर्स्ट दिन। अनि बरु सिधा जान्छु त्यही ट्रेन स्टेसनमै जान्छु। अब त्यो त कतै केही म्यानेज गरेर अङ्कलहरूलाई दिदीलाई कन्ट्याक्ट गर्छु। अनि म यहाँ छु भनेर भन्छु भनेर ठ्याक्क त्यही गल्लीसम्म आएको। अनि ठ्याक्क याद आइदिएर ठ्याक्क त्यो पार्किङ देख्दिरह क्या। बिहान हामी एयरपोर्टबाट घर आउँदा ठ्याक्क अङ्कलले गाडी हालेको पार्किङ देख्दिरह। यसो हेरेको अङ्कलको गाडी देखिदिरह। यहीँ हो भनेर। अनि त्यहीँ गल्लीकै साइडमा रहेछ। म चाहिँ अब त्यो हिँड्दैछु क्या अँध्यारोमा राति। अनि त्यति नदेखा भए चाहिँ फेरि फर्केर आउनु पर्थ्यो। ठिकै छ, धन्न हराइन।
ल है त ल गाइस अब सिधै त्यसलाई भेटेपछि अर्को एउटा सानो भ्लग बनाउनु पर्छ अब चाहिँ एकछिन हिँडौँ भन्ने कुरो ल सो हेलो गाइस है यही हो मेरो भाइ धेरै भएको थियो 1 वर्ष भइसकेको थियो यार यो चाहिँ 1 वर्ष अगाडि आएको यो अस्ट्रेलिया फाइनल्ली भेट भयो छुटाइछ भाइ कुद हामी चाहिँ अब यता दुध र चियापत्ती यता हो उयो के होइन यता अब दुध र चियापत्ती किनेर अनि त्यहाँबाट सो वेलकम है गाइज यही हो यसलाई लिएर आएको भर्खर त बस्ने कहाँ हो अरे खै कहाँ आडमन नर्थ साइड हो ए यहाँबाट कति मिनट लाग्छ 40 मिनट ट्रेनमा 40 मिनट अब यो घर जानु लाग्यो यहाँ यसलाई चियापत्ती चिनी दुध अब यताउता खुवाउनु पऱ्यो चिया खान्छ यसले अब आज यतै त बस्छस् होला नि ल ठिक छ पानी पऱ्यो आज पानी 3 चोटि निस्क्यो 3 चोटि पानीमा भिजेको दाइ हजुर